पाहुना आउनु भएको छ, पाहुना आउनु भएको छ। हेलो, 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 हेलो। नमस्ते। ल स्वागत छ तिमीलाई काठमाडौँ है। थ्याङ्क यू। ल कस्तो भयो त यात्रा बुटोलदेखि काठमाडौँसम्मको? राम्रो? ल ल अब ढोगेर आउँदै घरभित्र छिर्दाखेरि बस। जस सजिलोसँग आयो नि होइन? अनि के छ त नि अब इक्जाम भ्याएर आयो कि मान्छे? के अरे कति कति बस्यो काठमाडौँ? एक हप्ता। एक हप्ता। अनि तिम्रो ठ्याक्कै सोध्न मन लागेको के अरे हामीले इक्जामको तिमीले सक्यौ अथवा इक्जाम दिन गइरहेको छौ भनेर भिडियो बनाइरहेको थियौँ नि त। अनि धेरैजनाले सोधिरहनु भएको थियो क्या अब के को कुन इयरको इक्जाम हो, कुन लेभलको हो भनेर सोधिरहनु भएको थियो। अनि त्यसपछि तिमीले पनि देखाएको थियो होला नि कमेन्टहरू। अनि अब आफ्नै मुखबाट भन्दिनौ नि त तिमीले के पढ्दैछौ अनि कुन इयरको इक्जाम हो भनेर चाहिँ? मैले चाहिँ बिएल पढ्छु बुटोलमा। अहिले चाहिँ 8th सेमेस्टरको फाइनल एक्जाम थियो। त्यो एक्जामको बेलामा चाहिँ भिडियो फोटो राखेको थियौँ हामीले। अनि त्यहाँ चाहिँ सोध्नुभएको थियो कुन लेभलको हो के को एक्जाम हो भनेर। अनि त्यो चाहिँ मेरो 8th सेमेस्टरको फाइनल एक्जाम हो। ए अझ अझ 2टा बाँकी सेमेस्टर बाँकी छ होइन? ए ल अरू केही भन्नु छ? अनि यो मौसम कस्तो लाग्यो त? मतलब बुटोल गर्मीबाट यहाँ काठमाडौँमा एकदमै जाडोमा आएको जस्तो त लागेन? बाहिर पानी परिरहेछ? चिसो रहेछ है? वहाँ चाहिँ शीतल हुन्थ्यो होला, यहाँ चाहिँ चिसो भयो है? त्यति धेरै फरक हुने है? कहाँ बस्न मन लागेको थियो नि? बुटोलमा बस्न मन लाग्यो काठमाडौँमा? अब सधैँ उहीँ बसेको धेरै उहीँ बसेको नि त माया त उहीँको लाग्छ। गर्मी भयो भने होइन? तर अब कामको सिलसिलामा जहाँ पनि पुग्नु पर्यो। तर बस्न त मजा चाहिँ आफ्नै गाउँघरमै हुन्छ नि फेरि होइन? यहाँ त हाम्रो घर छैन। यहाँ त कामको लागि मात्रै आएको त हो नि है? ल ल हुन्छ गफगाफ पछि गर्दै गरौँ ल।